यसमा चाहिँ नि अब आजको कार्यक्रम त गुरुजीले भनिहाल्नुहुन्छ, म गुरुजीको छोटो एउटा सानो परिचय दिउँ। हाम्रो ललित शङ्कर योगीजीको जन्म चाहिँ नि भोजपुरमा भएको। उहाँले चाहिँ नि यो योगा सम्बन्धी खास गरिकन सिलगढीमा सिक्नु भएको रहेछ। 29 वर्षको उमेरमा उहाँ घुम्दै घुम्दै यसै यात्राको सिलसिलामा सिलगढी पुग्नुभएको। सिलगढीमा चाहिँ नि उहाँलाई एउटा बाबासँगको एउटा भेटघाटको कार्यक्रमले चाहिँ उहाँले यो सम्पूर्ण उहाँको लाइफ नै बदलिएको कुरा उहाँले बताउनु भएको छ। र यो खास गरिकन आज उहाँले के सिकाउनु खोज्नु भएको भन्ने कुरा चाहिँ नि एउटा प्राणायामबाट चाहिँ नि एउटा श्वासबाट पनि एउटा स्वस्थ मानसिक शारीरिक यो सबै एउटा श्वास प्रणालीबाट पनि हामीले गर्न सक्छौँ। यो अनि यसमा खास गरिकन उहाँले के भने एउटा प्राणायामद्वारा स्वस्थ मानसिक र स्वस्थ शारीरिक गरिकन एउटा स्वस्थ समाजको एउटा सृजना गर्ने उहाँको एउटा परिकल्पना हो। यसैलाई लिएर उहाँले अगाडि बढ्नुहुन्छ। म गुरुजीलाई नै यो अब दिन्छु। उहाँबाट हामीले यो लेक्चर र प्र्याक्टिस दुइटै सिक्नु। थ्याङ्क यू, धन्यवाद है यहाँहरूलाई। सबैजना सिधा भएर हात ज्ञान मुद्रामा घोडामाथि सिधा हुनु। सबैजना हात आफ्नो ज्ञान मुद्रामा घोडामाथि सबको ढाड सिधा रहोस्। ढाड घाँटी र टाउको एउटै लाइनमा रहोस्। बन्द राख्नु शाखा सबले। आज हामी यो 12:45 देखि 4 बजेको समयसम्म जीवन दर्शन र विविध कुराहरूलाई सेयर गर्नेछौँ। र यो धरतीमा जन्मेको जीवन स्वस्थमय जीवन, सुखी जीवन, आनन्दमय जीवन जिउने कला सिक्नेछौँ। आज हामी बन्द गर्न सक्ने बडा शान्त हुनु शिक्षण र आफ्नो मनलाई आफ्ना सम्पूर्ण भावना हटाएर योगमा केन्द्रित गर्नुहोला। र योग साधनाभरि कसैले पनि कुरा गर्ने काम नगर्नुहोला। र हामी जुन योग गरे पनि कान मात्र लगाइरहनु होला, किनकि छुट्टै प्रवचन हुँदैन। प्र्याक्टिसका साथसाथ प्रवचन एकसाथ हुनेछ र यो प्रवचन यहाँको जीवन परिवर्तनको लागि सहायक सिद्ध होस् भन्ने हाम्रो अभिलाषा रहेको छ। त्यसैले यो 3 घण्टाको क्लासभरि यहाँले धैर्य धारण गरेर आफ्नो जीवन परिवर्तनको यात्रामा सहभागी बन्नुहोला। एकैछिन भगवानको याद गर्नुहोस्। यो चराचर जगतमा भगवानको सृष्टिमा मानिसभन्दा उत्कृष्ट चीज वस्तु अरू केही पनि छैन। मानिस जन्मैले स्वस्थ जीवन पाएको छ, तर आज नजाने अप्राकृतिक जीवनशैलीले गर्दाखेरि आज हर मानिस रोगको घर बनेको छ। मानसिक कलह, दुःख, अशान्तिले छटपटिरहेको छ। र यो विषम परिस्थितिबाट मुक्तिको लागि हर मानवले हर दिन योग साधना गर्नु जरुरी छ। किनकि योग त्यो विद्या हो जसले शारीरिक र मानसिक सम्पूर्ण रोगहरूलाई अन्त्य गरेर एउटा स्वस्थ जीवन, शान्तिमय जीवन र आनन्दमय जीवन जिउने मार्ग प्रशस्त गर्दछ। आउनुहोस् म साथ 3 पटक ओम को प्रणव जप गरौँ। भन्नुहोस् बिल्कुल लामो श्वास सबले।
भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्। ओम शांति शांति शांति। महर्षि पतंजलिले विश्वभरका सारा मानिसहरूको स्वस्थ रक्षाका लागि, सुखमय जीवनका लागि, आनन्दमय जीवनका लागि र एउटा सफल जीवनको लागि हामीलाई एउटा सुन्दर मार्ग दिनुभएको छ। त्यो हो योग साधना। संसारमा जन्मेका भगवान राम, भगवान कृष्ण, भगवान बुद्ध, यस्तै अनन्त स्वामी विवेकानन्द जस्ता महापुरुषहरूले यही योग साधनाद्वारा धरतीमा जन्मेको आफ्नो मान्छेको जीवनलाई यही धरतीमा भगवानमा रूपान्तरण गर्नुभयो। योग तो विद्या हो जसले हर मान्छेलाई स्वस्थ जीवन जिउन सिकाउँछ। योग तो विद्या हो जसले मान्छेलाई मानव र मानवबाट यही धरतीमा भगवान बनाउने मार्ग प्रशस्त गर्दछ। यही साधनाद्वारा हामी पनि हाम्रो जीवनलाई पूर्ण स्वस्थ बनाएर 100 वर्ष पर्यन्तसम्म यो धरतीमा सुखभोग गर्न सक्दछौँ र धरतीमा जन्मेको जीवनलाई सफल बनाउन सक्दछौँ। आउनुहोस् यही साधना आज हामी सिक्नेछौँ। अब हामी पहिले गर्नेछौँ प्राणायाम। पहिले प्राणायामको बारेमा थोरै सुन्नु होला। जुन हाम्रो यो श्वास चलिरहेको छ यही त जीवन हो। जबसम्म सास तबसम्म मात्रै आस। जबसम्म शरीरमा श्वास चल्दछ हामी जीवित रहन्छौँ। जब श्वासले हामीलाई छोडिदिन्छ यो शरीर मृत्युमा रूपान्तरण हुनेछ। त्यसैले यही श्वास जीवन हो, यही भगवान हो, यही सब चीज हो र मूल कुरा यही श्वास महाऔषधि हो। प्राणायामद्वारा निको नहुने कुनै पनि रोग धरतीमा छैन। किनकि यो प्राण यो प्रकृतिबाट दिव्य सत्याहमा ग्रहण गरेर शरीरलाई स्वस्थ स्फूर्त बनाउनेको नाम हो प्राणायाम। यो श्वासलाई अहिले जुन श्वास चलिरहेको छ यो सामान्य श्वास हो। यस श्वासलाई रोकेर हामीले आफ्नो इच्छा बमोजिम श्वासलाई चलाउने साधनाको नाम हो प्राणायाम। जुन प्राणायामद्वारा अहिले संसारमा भएका यी सुगरका समस्या, प्रेसरका समस्या, किडनी बिग्रिने समस्या, ग्यास्ट्रिकका समस्या, जति पनि रोगहरू छन् यसलाई सहज ढङ्गले बिना औषधि हामी निर्मूल गरेर जबसम्म धरतीमा बास गर्छौँ तबसम्म एउटा स्वस्थ जीवन र सुखी जीवन जिउन सक्दछौँ। आउनुहोस् आज हामी यिनै प्राणायाम र शारीरिक व्यायामहरूको शेयर गर्नेछौँ। आउनुहोस् सबैभन्दा पहिले हामी सरल प्राणायाम गरौँ। भस्त्रिका प्राणायाम। जहिल्यै पनि यो ढाडलाई सिधा राखेर बस्ने गर्नु होला। यो ढाड यसो गरेर बस्नाले के हुन्छ यसको फिलोसफी बुझ्दै गर्नु होला। यही रीड भएर हाम्रो ब्लड सर्कुलेसन र श्वास प्रश्वास चल्ने गर्दछ। हामी यसरी बस्यौँ भने यो श्वास प्रश्वासको क्रिया र रक्त सञ्चालन प्रक्रियामा अवरोध खडा हुन्छ अनि ढाड दुख्ने, घोडा दुख्ने, खुट्टा दुख्ने, पेट दुख्ने विभिन्न रोगहरू भएर आउँछ। रोग कसरी हुन्छ यसको निवारण के हो? अत्यन्त सरल प्रक्रिया छ। यो सरल प्रक्रियाहरू यहाँले सिक्नुभयो भने यो धरतीमा जन्मेको जिन्दगी बडा सरल रूपमा, सहज रूपमा, आनन्दका साथ हामी व्यतीत गर्न सक्छौँ। आउनुहोस् गरौँ भस्त्रिका प्राणायाम। बिल्कुल सिधा रहनुहोस् सबजना। नाकबाट सास भर्नुहोस्, पुरा भर्नुहोस् श्वास। मुखलाई बिल्कुल बन्द राख्नु होला। नाकबाट सास भर्दै जाने, छाती पुरा खोलोस्। छाती माने फोक्सो पुरा भरियोस्। रोगको मूल कारक तत्त्व के हो भने हाम्रो फोक्सो चलेको छैन आज। हामी जुन श्वास चलाउँछौँ यसले हाम्रो फोक्सो कहीँ चल्दैन। एक त हामीलाई श्वास फेर्ने फुर्सद कहाँ छ आज? श्वास फेर्ने फुर्सद कसैलाई छैन आज। यही बेफुर्सदीको जिन्दगीले हामी सुखमय जीवन जिउने इच्छामा कहीँ बाधा अर्चन भइरहेको छ। यही श्वास जसले तपाईँ 100 वर्ष मर्नै पर्दैन। यो सत्यदेखि आजसम्म सरदर मान्छेको उमेर भनेको 100 वर्ष र 100 वर्षसम्म निरन्तर जिउनको लागि गर्नुपर्छ योग साधना र प्राणायाम। यही प्राणको वृद्धिले हाम्रो कुनै उमेर निश्चित हुँदैन। यो भ्रममा कोही नबाँच्नु होला। तपाईँ जति लामो गहिरो श्वास फेर्दै जानुहुन्छ त्यसै पर्सेन्टेजमा हाम्रो उमेर पनि बढ्दै जाने। तर आज सास कसरी फेर्ने? सासको महत्त्व के हो यो बुझ्नेमा हामी कोही पनि लागेन। एन केन प्रकारले जिन्दगी चल्दैछ, बास यही भइरहेको छ। चलाउनु सबले श्वास। बिल्कुल लामो श्वास भर्नु, छाती पुरा फुलोस् अनि सास छोड्दाखेरि अलिअलि छोड्दै 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 पुरै श्वास छोडिदिनुहोस्, पेटभित्र जाओस्। प्रकृतिको नियम के हो भने सास भर्दा छाती फुलोस् र सास छोड्दा पेटभित्र जाओस्। यही हो प्रकृतिको नियम। यही नियमको अभावले आज हामी शारीरिक रोग र मानसिक अशान्तिले ग्रस्त बनेका छौँ। यही प्राणायामद्वारा मनका सारा पीर व्यथा र कथाहरू मान्छे मुक्ति पाउनेछ। मानसिक अशान्ति हटेर जानेछ।
शान्तिमय मन, आनन्दमय जीवन हामीलाई प्राप्त हुनेछ।